माटोको सुगन्ध मनमै बसिरहोस्, गाउँको त्यो माया सधैँ भरिरहोस्। बाँसुरी रोयो मादल पनि छु। हर्की पनि कतिखेर आउँदैछ, अहिलेसम्म आउँदैन त। ओ आइस त। आयो सामा। जोत्ने चाहिँ कता हो? ए जोत्ने त तल्लो खेद हो, कान्छो चाहिँ गइसक्यो हा। त पनि जा, अब म चाहिँ पछि आउँछु होला है। जा ए ल ल हुन्छ, म गएँ। ल ल। आइज ल। आइज ल फिर चालू। आइज 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 ल। ल गाई साहब, राम्ररी बस्नु होला। सधैँ मेरो बहिनी आउँदैछ अनि हामी दुई सर गइहाल्छु। बहिनीलाई भेट्न उतै आउनु नि। ल हुन्छ जेरम साहब, म पनि सालीलाई भेट्न आउँछु। ल ल हुन्छ गाई साहब, हामी लाग्यौँ अब। ल हुन्छ। ल जाउँ छोरा, हिँड। तिमी हर्क्यो हैन र? तिमी अस्मिता हैन? तिमी कस्तो परिवर्तन भएकी रहेछौ नि? तिमी पनि त परिवर्तन भएको रहेछौ नि। अनि तिम्रो पढाइ सकियो? +2 पास गरेर आएको। अनि तिम्रो नि? मेरो पढाइ त के भनौँ खै, अब घरको बाध्यताले गर्दा पढ्न पाइएन। किन, के भएर त्यस्तो? पहिला म यहाँ आउँदा त ठिकै थियो। तिमीलाई थाहा छ त, पहिल्यैदेखि मेरो आमा बुवा हुनुहुन्न, अनि मलाई दाइले पढाइराख्नु भएको थियो। अनि दुर्भाग्यवश दाइको पनि मृत्यु भयो, अनि मैले पढ्नै पाइनँ। हर्के काका, ओ हर्के काका। भन। हजुरको छोराले छिट्टै आउनु अरे। ए ल ल हुन्छ, जा तु। ल ल हुन्छ, म गएँ। ओहो, तिमीले बिहे गर्यौ? अब दाइ भाउजू बितेपछि अब छोराछोरीलाई हेर्ने कोही भएनन्, त्यसपछि मैले हेर्दैछु। तिमी दाइ भाउजू चाहिँ कसरी बित्नुभयो नि? त्यो वर्ष धेरै वर्षा भएको थियो, अनि बाढी पहिरो पनि धेरै आउँदै थियो। भैँसीलाई घाँस काट्न भनी जङ्गलमा जानुभएको थियो, त्यतिखेर पहिरो आएर दुवैजनाको ज्यान गयो। ए कुरा त्यस्तो पो रहेछ है। मैले त तिमीलाई बिहे गरेको भन्ने सोचेको थिएँ। मैले कहाँ बिहे गर्नु, घरको अवस्था यस्तो छ। साँच्ची, तिमी सहरबाट कहिले आयौ? भर्खर आउँदैछु, बाटोमै तिमीसँग भेट भयो। ए मैले गर्दा तिमीलाई ढिलो त भएन? नै, किन हुनु र, तिमीलाई भेटेर खुसी लाग्यो। ल ल हुन्छ, म जान्छु। ल ल हुन्छ। भाग्यन भाइ, गर्मी धेरै छ, भित्रै गएर बसौँ न।
ए छोरा भित्र के गर्छस् भइरा त यहाँ फुबाइ छ ल ल बा हो बाबु कति ठुलो भइसक्यो यहाँ आइज यहाँ बस पानीतिर त लातो जातो भयो पानीर म पनि ज्वाइँको घरबाट भर्खरै आएको थिएँ तँलाई ल्याउन आउनु पाइएन सामान के कति थियो केही छैन सामान त्यति धेरै चाहिँ थिएन एउटा लगेज र ब्याग मात्रै थियो त्यही दिदीको घरमा राखेको छु बरु कसैलाई ल्याउनु पठाउनु पर्छ कि पठाउँला नत्र आफै गएर पनि ल्याएर आउँला खाना पाक्यो के गर्यो मलाई त साह्रै भोक लागेको छ एप्पल है दिदी किन एकदम निराश भएर बसे जस्तो देख्छु त के भयो बा के तपाईँले हामीलाई जन्म दिनु भएको होइन र तँलाई फेरि यो नचाहिने कुरो कसले गर्यो तिमीहरू मेरो आफ्नै छोराछोरी हो किन चाहिने कुरा होइन बा हामीलाई नथाहै नहुने कुरा हो यो कुरा साझा नभएको भए गाउँमा हल्ला किन चल्थ्यो त बा यो कुरो तपाईँले हामीलाई नभनी नहुने कुरा हो यत्रो दिनसम्म यो कुरो किन लुकाउनु भयो बा हामी जान्न चाहन्छौँ हामी कसको छोराछोरी हौ भनेर यो कुरा यिनीहरूलाई कसले भन्यो भन्नु न बा होइन कि तिमीहरू मेरै छोराछोरी हौ तिमीहरूलाई मैले पालन पोषण गरेँ यत्रो ठुलो बनाएँ तिमीहरू अहिले बाबा आमा खोज्ने भयो तिमीहरूको बाबा भन्यो भने आमा भन्यो भने मै हो तपाईँले हामीलाई पालन पोषण गर्नुभयो बा हामी के मान्छौँ हाम्रो मुख त टाल्न सक्नु होला तर यो गाउँको मान्छेको मुख कसरी टाल्नु हुन्छ बा हामीलाई सत्य कुरा भन्नु नै पर्छ आज तपाईँले हो बा यो सत्य एकचोटि बाहिर आउने नै हो तर तपाईँले यो कुरो किन लुकाउनु भयो तिमीहरूलाई मैले आफै जन्म दिएका छोराछोरी होइन मेरो दाइ जहाँ उहाँको अकालमै मृत्यु भयो तिमीहरूलाई मैले यो कुरा भन्न नचाहेको पनि होइन कतै तिमीहरूले यो कुरो थाहा पाएर बच्चामै तिमीहरूको मानसिक सन्तुलन बिग्रिन्छ कि भन्ने डर थियो त्यसैले नभनेको हो मैले हो यही भएर हो क्या मैले तिमीहरूलाई यो सत्य कुरो नभनेको हो न र अब जे हुनु पहिले भइसक्यो चिन्ता नमान म तिमीहरूलाई अहिलेसम्म पालेकै छु पछि गएर पनि तिमीहरूलाई पाल्नेछु चिन्ता नगर भयो अब जे हुनु पहिले भइसक्यो भात पस्क्यो अब खाउँ भोक लागेको छ मलाई चाहिँ नहाल्नु दिदी मलाई खाने मनै छैन किन खाना मनै छैन कि के भएछ फेरि यसलाई ए दिदी आउनुहोस् नमस्ते नमस्ते बाबा खै त धेरै लामो कुरा छ बसेरै कुरो गरौँ न के कुरा हो बसेरै भन न र दिदी दाइको सहरमा दुर्घटना भयो रे त्यसैले साउवा बिहानै गइछन् मलाई नभनेरै जानु भएछ त हतारमा जानुभयो हजुरलाई भन्ने समय पनि थिएन तपाईँ आउनुभयो भने मलाई भन्नु भएको थियो हो यत्रो सब भइसकेछ मलाई कुनै जानकारी पनि छैन दादालाई कस्तो छ होला बाबासँग त मोबाइल पनि छैन बाबा कहिले आउनुहुन्छ होला निको नभएसम्म आउँदैन भन्नुहुन्थ्यो कान्छ पानी राधा लोन दिदी पनि कस्तो फोन पनि लाग्दैन
कान्छा घर राम्रोसँग हेर्नु, अस्मिता आएकी छन् नि, उनलाई भेटेर म उतैदेखि घुम्न जान्छु। ल ल हुन्छ दिदी, रामसित जानु, अलि चाँडै आउनु। हुन्छ। अस्मिता, ओ अस्मिता, ए अन्जना तिमी भित्रै आऊ न। ओहो अस्मिता, कहिले आएको तिमी? म आएको 2-4 दिन भयो। अनि तिमी कहिले आएको नि? म त हिजो आएँ कि। हाम्रो यति दिनपछि भेट भएको छ, घुम्न जाऊँ न, फोटो सोटो खिचौँला। ल ल हुन्छ, जाउँला नि त। म पनि आइदिन, कहीँ घुम्न गएको छैन। ल ल जाऊँ न त, छिटो गएर छिटो आउँला, घरमा पनि कोही छैनन्। जाऊँ न। राम्रोसँग गाउँको बारेमा केही पनि थाहा छैन, बरु कसैलाई लग्न पाए हुन्थ्यो। हर्के दाइ हुनुहुन्थ्यो, उहाँलाई लग्न पाए हुने। ए ऊ त मेरो बच्चै बेलाको साथी हो, मैले भनेपछि त मान्छन् होला नि सायद। हुन्छ भनौँ न त। यही हो हर्के दाइको घर, बोलाउ न त त्यसो भए। हर्के, हर्के। ओहो अस्मिता, तिमी? अन्जना पनि? के कति कामले आयो तिमीहरू? हामी घुम्न जान लागेको, गाउँको बारेमा केही पनि थाहा छैन, तिमी सँगै जान्छौ कि भनेर आएको। घुम्न जान लागेको भए मेरो यहाँ घरमा काम थियो, अनि बिरे जान्छ कि म बिरेलाई भन्छु। ओ बिरे, ओ बिरे, बाहिर आइज त। हजुर बा। दिदीहरू घुम्न जान लागेको छन् अरे, यसो यिनीहरूलाई गाउँ घुमाइदिनु थियो कि, म बरु बाख्रा हेरौँला। हुन्छ बा, तपाईँ बाख्रा हेर्नुहुन्छ भने म जाउँला। ल जा, यिनीहरूलाई राम्रोसँग घुमाउनु। हुन्छ, ल जाउँ न त, कहाँसम्म जाने हो घुम्न? ऊ त्यहाँ माथि मन्दिर छ अरे, त्यही जाऊँ न। ल हुन्छ। आजभोलि गाउँ धेरै परिवर्तन भएको रहेछ। समय अनुसार परिवर्तन हुँदैछ। अनि मन्दिर कहाँ छ नि? ऊ त्यहाँ माथि। ए ऊ त्यहाँ माथि? हजुर। अझै कति टाइम लाग्छ? अझै छ धेरै, हेर्नु न माथि। हाम्रो गाउँ त स्वर्ग नै रहेछ। गाउँको मान्छे गाउँ छोडेर सहर किन जान्छन् होला, यति आनन्द छ छोडेर? गाउँमा धेरै सेवा सुविधा भने छैन, त्यसैले धेरै मात्रामा सहर जाने गरेका छन्। गाउँमा केही गर्नुपर्ने? अब त पुग्यो होला नि, नाच्दै थाकियो। अब थोरै छ।
यो चाहिँ नयाँ बनेको मन्दिर हो। दामी रहेछ त। यो मन्दिरमा चाहिँ धेरै मान्छेहरू घुम्न आउँछन्। असाध्यै राम्रो रहेछ नि हेर्नु। कस्तो आनन्द लाग्ने। हावा पनि चलिरहन्छ। धेरै घुमियो, अब कतै गएर बसौँ न। हुन्छ जाऊँ। कति दामी ठाउँ रहेछ, मेला पनि लाग्छ होला है? भदै पनि ती यहाँ पूजापाठ गरिन्छ। धेरै समय भइसक्यो, अब फोटो खिचौँ न। हुन्छ ल, फोटो खिच्यौँ है हामी दुईजना। ल ल ल अब धेरै घुम्यो, घर जाऊँ है? मलाई पनि धेरै ढिलो छ। बाँसुरी रोयो मादल पनि चुप छ, फर्किने आशामा यो मन अझै जिउँछ।